हेलो यस्तो धेरै घामहरू लागेको थियो अनि आज चाहिँ शीतल अलिक घामहरू नलागेको शीतल छ अनि बच्चाहरूको पनि छुट्टी छोरा र आमालाई नैनाको धेरै भएको थियो अनि आज उतापट्टि जानु भनेको अघि आमाहरू हिँडिसक्नुपर्छ ऊ पर अब यतैपट्टि जानु भने जस्ट वन्डरिङ हो यताउता हिँड्ने मात्रै हो केही पनि होइन यतै कतै जानु भन्ने पनि छैन खासमा नहिँडेको धेरै भएर यसो 1-2 घन्टा हिँडाइदिएर आउनु पर्यो आमा र बच्चालाई भनेर हिँडेको मम्मी अनि आज बाहिर हिँड्नु एकछिन जाने भनेको तपाईँले त अनि प्लास्टिकमा के बोक्नु भयो हजुर प्लास्टिकमा पानी स्ट्रबेरी एप्पल भरे बाछिल खाप लाग्छ कि भनेर किन्नु पाउँछ त नि घाम लागेको थियो फेरि घाम त हराइपुग्यो यत्रो दिन भएको थियो अनि नहिँडेको धेरै भयो नि त हामी होइन अन्त कान्छा थुप्रो भयो अब लाग्छ नलाग्छको उता जानुपर्ने उतापट्टि उतापट्टि जानु भनेको तपाईँहरू यता आइसक्नु भएछ अनि ए के थाहा पाउँ सरकारलाई पछ्याउँछु पो म चिन्दिनँ तिमीहरूले डुलाउँछ त डुल्छुको नभए ऊ घरैमा बसिरहेको छु एक्लै हिँड्नु जान्दिनँ चिन्दिनँ चिने पनि एक्लै त हिँड्दिनँ नजिक नजिक त चिन्छु एक्लै कता हिँड्ने मेरो एउटा बुढी दिदी थियो हिँडी गयो बडा बिचरा हजुर तर त्यो दिदी त सँग त डुलिनँ एकखेप लजिकको डुलाउनु अनि एकखेप बेलुका आउँछ घरमा भात मार्दा बस्दा छिटै हजुर एडियन सरकार हामी सँगै हिँडेको होइन अनि तिमी त अगाडि हिँडेको हिँडेकै गर्छौ त नि किन ए हिँड्दैछौँ हामी एडियन सरकार चाहिँ सुई जहिले अगाडि हिँड्छ होइन मम्मी फुच्चे के जहिले अगाडि हिँड्छ क्या टुइकी टुई ओ एडियन सरकार किन तिमी छिटो हिँडेको What did you say? A bit fast. हो र किन हौ औ एउटा फ्रेममा बसौँ न तीनजना इट्स जस्ट वकिङ हो बिस्तारो हिँड्नुपर्छ अनि 2-3 घन्टा वक गरेर आउनुपर्छ हुन्न Yeah, I am supposed to do that. अनि It's just my leg goes down a bit quicker. हो र Yeah. घरहरू चाहिँ एकदम ठिकठाक छ रमाइलो छ मौसम चाहिँ अलिक हिँड्नु लायक छ अस्ति नै चाहिँ घाम लागेर बाहिर निस्किनु नसक्ने 32 डिग्री सेल्सियससम्म थियो फेरि घाम पनि तड्कालो लाग्ने अहिले चाहिँ गुड नाइस ऊ त्यो चाहिँ एन्डावरको चर्च हो तर यहाँबाट अलि टावर मात्रै देखिँदो रहेछ यहाँबाट अनि एन्डावरको म्युजियम एन्डावर म्युजियम यो आइरन म्युजियम पनि भन्छ यसलाई पहिला ढुङ्गे युगतिरदेखिको सामानहरू चाहिँ यहाँ चाहिँ सङ्ग्रहालयमा राखेको छ इनसाइड देयर त्यही भएर यसलाई आइरन म्युजियम पनि भन्छ एन्डावर म्युजियम पनि भन्छ यो चाहिँ चर्च सेन्टर हो यसको पनि
यहाँ चाहिँ राम्रो प्लेस छ बस्नको लागि नाइस प्लेस होइन र पार्कहरू छ बस्नलाई अनि टेक अ रेस्ट मम्मी एकछिन बस्नुभयो हुन्छ है अँ हो चराको सुलियो हियर वी गो देयर इट इज छोरा यहाँ पनि छ नि प्लेस पोल्दैन यो घामले के पोल्नु यस्तो घामले होइन र यस्तो घामले के पोल्नु यो चाहिँ सेन्ट मेरी चर्च एन्डबर्गको चर्च हो यो ए बसेर टक्क हजुर फोटो खिच्ने यता लोकार्टमै फोटो खिच्नु त्यस्तो नगर न फोटो खिच्नुलाई Wow. कस्तो छ त यो चाहिँ एन्डबर्गको पुरानो चर्च त भइहाल्यो चाहिँ बस्नु एकछिन हो र गल्नु भएको त छैन नि होइन गल्नु भएको त छैन नि होइन एडियन सरकार गल्यो कि गल्यो हजुर नट नाउ ओके हामी चाहिँ नियरली टाउन आइपुग्यौँ घरबाट हिँडेर हजुर त्यो टाउनको इन्ट्रान्स हो हाम्रो तबबाट अर्को बाटो छ यहाँबाट अर्कै उता जाने बाटो छ यो हाम्रो टाउन इन्ट्रान्स भइहाल्यो अब we are entering टाउनमा हामी यो चाहिँ गिल्ड हल हो यो चाहिँ यहाँको काउन्सिलले अपरेट गर्छ यस्तो छ यहाँ चाहिँ 55 जना मान्छे चाहिँ माथि क्यापेसिटी छ माथि इङ्ल्यान्डको झन्डा ब्रिटिसको झन्डा फरफरा रहेको छ हजुर यस
टायर्ड टायर्ड गर्नुभयो राम्रै बोल्यो मुसुक कहाँ हाँस्नुहुन्छ त मुसुक कहाँ हाँस्नुहुन्छ त मुसुक कहाँ हाँस्नुहुन्छ त अर्काको छादरमा बसेको छु र टाउन शान्त शान्त छ अस्ति अस्ति गर्मी भएर होला धेरै मान्छेहरू आएको छैन भरेतिर आउँछ सायद लेट्स गो गाइस टायर्ड भयो कि के हो यति हिँड्दै टायर्ड हुन्छ त कि जस्ट रेस्ट गरेको टायर्ड हुन्छ भनेर ट्रिकी हो ट्रिकी हो ट्रिक गरेको अहिले हिँड्दा हिँड्दा गलिन्छ बरु अलिक रेस्ट गर्दै गर्दै बिस्तारो जाने भनेर हो ओके द्याट्स गुड आइडिया एक्चुअली I mean, not there. huh It's supposed to be it's supposed to be far. के That's the distance. yeah give him little खाइन्छ र मम्मी गल्नुभयो यो चाहिँ टाउनको अनदर कर्नर हो त्यहाँबाट छिर्यो अनि अब यहाँ आउँछ अलिकति राउन्ड छ तल्लोपट्टि भाग हो यो टाउनको मेन भाग हो यहाँदेखि पनि आउट अफ टाउन निस्किन्छ Goes there, but why not there? या वी आर गोइङ दिस वे अनि यतापट्टिबाट पनि सकिन्छ अब चाहिँ हामी यता जान्छौँ बसहरू चल्ने ठाउँ नै यही हो टाउनको चाहिँ ओ त्यहाँ बस स्टप छ तलनिर यस्तै जान्छ 11:30 भयो मम्मी टाउनको साइडबाट हेर्दाखेरि नाइस प्लेस देखिन्छ वाउ नै छ भ्यू त यो टु बी अनेस्ट वाउ on right टाउन छ हामी हिँड्दै हिँड्दै कहाँ आइपुग्यौँ ओ एडियन सरकार हामी हिँड्दै हिँड्दै कहाँ आइपुग्यौँ The fire truck station. फायर स्टेसन yeah Yeah. okay where is the fire station oh there nearby petrol pump yeah right Nearby Yeah. Gulf. Gulf petrol pump yeah it's the end of our fire station isn't it okay let's go Yeah. गाडी आयो हामी चाहिँ टाउनदेखि माथिल्लोपट्टि लागेको छौँ अनि अघि फायर स्टेसन क्रस गरेर पनि यता अगाडि आइसक्यौँ हिँड्दा हिँड्दा मम्मी साह्रो पर्नुभयो हजुर छोरा ठिकै छ हामी हिँडेको धेरै भएको छैन 1-1.5 घन्टा त हुँदैछ अबको 1 आवरमा घर गइन्छ हामी अबको 1 आवरमा चाहिँ घर गइन्छ अनि चौरीमा 1 टर्न गर्ने हो अनि घर जाने हो राइट बुझौ Yeah. विन्टन स्कुल आइपुग्यौँ विन्टन सेकेन्डरी स्कुल हेन्डभरमा भएको सेकेन्डरी स्कुलमा त यो एउटा हो राम्रै छ सिनारी बट इनसाइड चाहिँ गएको छैन ऊ परको कर्नरदेखि यहाँ लिएर 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 यता लिएर Funny. ऊ परसम्म छ But अनि you don't उतापट्टि पनि छ have to do everywhere. हँ मम्मी चाहिँ त्यहाँ हेर्दै हुन्छ के भनेको अरे
टायर्ड भएछ केटो पानी खाँदैछ गुड रोजौँ There's half of the water gone. हो र पार्दा पकिँदैन उकालो परेन यता बिगमा आउनु कस्तो राम्रो है मम्मी हेर्नु त है माथि के पहाड होइन अनि हेर्नु त मुनि मुनि घरहरूको एकै खालको बस्ती राम्रो छैन हाम्रो नेपालमा पनि यस्तो बनायो भने कति राम्रो देखिन्छ होइन पहाडको फेदामा क्या काठमाडौँको त्यो फेदामा होला अलिअलि हुन्छ है के नेपालले गरेको छ अलिअलि कस्तो राम्रो छ कोअप फुड कोअपरेटिभ फुड हामी यहाँ आएको त पहिला तिमीलाई याद छ यहाँ आएर पानी किनेर खाएर गएको त नि अनि हामी I don't remember. Wall sign at the wall. राम्रो छैन त नि Not the wall sign the wall. गार्डन बस्नु मिल्ने होइन हेर्नु त चट्टा चट्टाको यता ठुलो स्पेस के तपाईँलाई राम्रो लागेन हेर्नु त है हेर्नु त एक तले घर भए पनि ऊ यत्रो ठुलो स्पेस छ Wall sign up. छ त कति राम्रो साइकल हेर्नु त कति ठुलो छ ठाउँ यत्रो ठुलो ठाउँमा अनि कति राम्रो घरकै एकदम हजुर This is London Road, isn't it? It's nice on there. Yeah, there's Ladies Walk up there. What? There's a path up there called Ladies Walk, Ladies walk. where the old Victorian ladies Mm-hmm. in their long skirts and Yeah. used to walk 100 years ago. Oh, is it? How long is that Oh, path? 100 years. How long to go that yeah. way? Yeah. About 2 miles. 2 miles. Where it goes? It's in the town or It where? goes into the town, yeah. Oh, okay. Peace path or it's just a trail path? Just a trail path. Ah, okay. It's a wall. It's a wall of All trees. right. All right. Okay. Thank you. Papa, it's the wall of trees. All right. Thank you. You can see the trees there. Yeah. And they're both sides, and they go all the way through. Oh, okay. There's an iron bridge you cross Uh-huh. and keep going, and then you come to the end, and it's called Winton Road, Ah, and then you go down into. town. All right. Thank you. There. अहिले भर्खरै बुढाले भने जस्तो लेडिज वक चाहिँ 2 मिनटमा पुगिँदो रहेछ माथि पिकेट 10 मिनट्स टाउन 20 मिनट्स Come on, Papa. यस्तो लेडिज वकमा जानुपर्छ अब हामी कुदेको Yeah. It's like still another minute. हामी त टाउन जाँदैन नि त अब त we're not going town. Not in the bridge. If we go to the bridge, and then we might go to town, and then that'll take more minutes. हामी You're just taking a quick. हामी नियरली पिकेट 20 आइपुग्यौँ है अब Wow! यो चाहिँ यसको डिजाइन हो होइन 7वटा फुटबल पिच छ क्रिकेट अनि यस्तो छ कम अन देन यो चाहिँ 1 माइलको वरिपरि यस्तो छ यार किन गराएको हाँ
हिँड्नु पर्दैन एक्सर्साइज हुन्छ अनि Okay, actually, not that bad. यो चौरीको अर्को पार्ट चाहिँ यो चाहिँ अलिक सानो भयो यसको बिग्गर पार्ट चाहिँ पल्लोपट्टि छ यहाँबाट अब पुगिन्छ यहाँ माथिसम्म 7वटा पिच छ फुटबलको उताबाट 2टा अनि 7वटा भइहाल्यो अनि यसको पल्लोपट्टितिर चाहिँ क्रिकेटहरू छ क्रिकेट पिच अरू जिम सिमहरू अनि देखेको भवन चाहिँ यो भवनको क्लब भवन हो क्रिकेट 20 अनि यो उता घर ओ पर मान्छे हिँडेकोदेखि यो चौरीको वरिपरि चाहिँ यहाँदेखि माथि 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 माथिल्लोपट्टिबाट यस्तो छ 1 माइल छ 1 माइल छ अनि यो 1 माइल भित्रमा बास्केटबल कोर्टहरू थुप्रो छ यतापट्टि घर त यति मात्रै हो कान्छा हजुर यहाँदेखि उपरसम्म छ किन मम्मी थोरै गाउँदै अनि धेरै छ नि यहाँ नि हजार ऊ बस्छ ऊ बस्नु छ 150 घर होला अनि साह्रै धेर छैन त्यही त 100 150 होला What do you think? It's your call now. Your call now. Say again. I don't know. What did you like to do? Go home. Go home. Okay, let's go. Let's go home then. Ta sao khana hane? Thora. Apple hana? Thora? Huh? के भन्यौ मम्मी तपाईँ खानु नि त हो र Wait, isn't this Mama's place? Yeah. Our Hey. is not rendering now. Papa, Hansa, you better cook 3 eggs for me. 3x for you. Because first of all, my leg is tired. Huh? Second of all, that was taking 2 hours. Yeah. Third of all, you think you know, but don't know some of them. Okay. But no. What guy is it? Huh? No. Oh. Okay. 2 minutes.